शब्द पढ्नुहोस् र तिनको अर्थ शिक्षकसँग छलफल गरी लेख्नुहोस्। खेतीपाती, कृषि, खेती सम्बन्धी काम। स्वरोजगार, आफ्नै व्यवसाय गर्ने। परिश्रम, उद्यम, परिश्रम, मिहिनेत, सहुलियत, कुनै काम कुरामा गरिने सजिलोपन, खास किसिमका व्यक्तिलाई दिइने सुविधा। गोडमेल, गोड्ने र मिलाउने काम। मलजल, मल र पानी दुवै। रोजगारी, कामधन्दा, व्यवसाय, पेशा। पुष्प व्यवसाय, फूलखेती, कृषि। खनजोत गर्नुपर्ने तथा बाली नाली लगाउनु पर्ने र तत्सम्बन्धी सबै काम, खेती किसानी। प्रश्न नम्बर 2, उपयुक्त अर्थसँग जोडा मिलाउनुहोस्। प्रतिफल, राम्रो वा नराम्रो परिणाम। व्यवसायी, व्यवसायमा लागेको। नर्सरी, बिरुवा हुर्काउने ठाउँ। आधुनिकीकरण, पुरानो रीतिरिवाज वा सभ्यतालाई आधुनिक बनाउने। वर्षेनी, हरेक वर्ष। गुन्द्री, परालबाट बनेको सुकुल जस्तो ओछ्याउने। सिकर्मी, काठको काम गर्ने कारिगर। प्रश्न नम्बर 3, स्वरोजगारीको महत्त्व पाठबाट 5 वटा पारिभाषिक प्राविधिक शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्। पुञ्जी, दोर्जेले आफूसँग भएको पुञ्जी आफ्नै देशको माटोमा खन्याउने निर्णय गर्यो। कृषिजन्य, हाम्रो देश कृषि प्रधान भएर पनि कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्न सकेका छैनौँ। अर्गानिक, आजकल मानिसले आफ्नै घरमा अर्गानिक तरकारी फलाउन थालेका छन्। नर्सरी, नर्सरीमा बिरुवा उत्पादन गरेर पनि आजभोलि राम्रो आम्दानी गर्न सकिन्छ। प्रशिक्षण, प्रशिक्षणबाट हामी धेरै कुराको ज्ञान लिन सक्छौँ। प्रश्न नम्बर 4, खाली ठाउँमा उपयुक्त शब्द लेख्नुहोस्। हामीले आफ्नो संस्कृतिको डट गर्नु हुँदैन। अवमूल्यन गर्नु हुँदैन। सडक निर्माण गर्दा डट रक्षा गर्नुपर्छ। पर्यावरण रक्षा गर्नुपर्छ। पौष्टिक आहारको कमीले डट हुन्छ। कुपोषण हुन्छ। चितौन डटमा गैंडा छन्। चितौन राष्ट्रिय निकुञ्जमा गैंडा छन्। नेपाल एक डट राष्ट्र हो, भूपरिवेष्टित राष्ट्र हो। बोध र अभिव्यक्ति, तल दिएका प्रश्नको मौखिक उत्तर दिनुहोस्। यस संवादमा दलबहादुर कति पटक बोलेका छन्? यस संवादमा दलबहादुर 17 पटक बोलेका छन्। दलबहादुर कुन पेशामा लागेका छन्? दलबहादुर कृषि पेशामा लागेका छन्। दोर्जे किन विदेश जान आँटेका हुन्? स्वदेशमा प्रगति हुँदैन भनेर कमाउनका लागि दोर्जे विदेश जान आँटेका हुन्। दलबहादुरले दोर्जेलाई के सल्लाह दिए? दलबहादुरले दोर्जेलाई स्वदेशमै बसेर स्वरोजगारी बन्न सल्लाह दिए। सफल उद्यमी व्यवसायी बन्न के गर्नुपर्छ? सफल उद्यमी व्यवसायी बन्न दृढ इच्छाशक्ति र इमानदारीका साथ त्यही क्षेत्रमा लाग्नुपर्छ। प्रश्न नम्बर 4, भाव विस्तार गर्नुहोस्। खाडी देशको उखरमाउलो गर्मीमा पसिना बगाउनु भन्दा त आफ्नै देशको माटामा पसिना बगाउनु राम्रो हो। माथिको वाक्यांश स्वरोजगारीको महत्त्व शीर्षकको संवादको हो। यो भनाइ संवादको पात्र दलबहादुरको हो। हामी नेपालीहरू स्वदेशमा भन्दा विदेशमा रमाउन थालेका छौँ। स्वदेशमा नै स्वरोजगार बन्न छोडेर विदेश जान्छौँ। विदेशको टन्टलापुर घाममा आफ्नो पसिना बगाउनु भन्दा त स्वदेशमा बगाउनु राम्रो हो भन्न खोजिएको छ। नेपालीहरू विदेशमा त मिहिनेत नै गर्नु पर्दैन,
जहाँ पैसाको बोट नै हुन्छ, गएर टिपेर ल्याउने हो जस्तो सोचिरहेका हुन्छौँ। नेपालमा स्वरोजगारीका धेरै सम्भावनाहरू रहेका छन्। आफ्नै देशमा आफ्नै परिवारसित बसेर स्वरोजगारीतिर लागि हामीले राम्रो आय आर्जन गर्न सक्छौँ। वैदेशिक रोजगारीका पनि आफ्नै किसिमका समस्या छन्। यहाँबाट जुन सपना देखेर त्यहाँ गइन्छ, आखिर त्यो सपना पूरा हुन निकै गाह्रो छ। विदेशमा गर्ने दुःख स्वदेशमा गरियो भने आफूलाई पनि फाइदा हुन्छ र देशको पनि उन्नति हुन्छ। अतः खाडी देशको उखरमाउलो गर्मीमा पसिना बगाउनु भन्दा आफ्नै देशको माटामा पसिना बगाउनु राम्रो हो भन्ने भाव प्रस्तुत वाक्यांशको रहेको छ। प्रश्न नम्बर ख, आफ्नो पुँजी म आफ्नो पुँजी ज्ञान र सिप आफ्नै देशको माटामा खन्याउँछु। माथिको वाक्यांश स्वरोजगारीको महत्त्व शीर्षकको संवादको हो। यो भनाइ संवादको पात्र दोर्जेको हो। दोर्जे विदेश जाने तयारीमा रहेको हुन्छ। त्यही प्रसङ्गमा दलबहादुर र दोर्जेका बीचमा लामो कुराकानी हुन्छ। दलबहादुरका कुरा सुनि विदेश जान आँटेको दोर्जे पनि यही बसेर केही गर्छु भनेको प्रसङ्गलाई देखाइएको छ। दलबहादुरसँगको कुराकानीबाट दोर्जेले स्वरोजगारीको परिचय, क्षेत्र, समस्या तथा चुनौती, फाइदा र अवसर जस्ता धेरै कुरा थाहा पाउँछ। विदेशमा गएर अर्काको नोकरी गर्नुभन्दा स्वदेशमा बसेर स्वरोजगारी बनी मालिक बन्नु राम्रो भन्ने थाहा पाउँछ। उसले आफ्नो विदेश जाने निर्णय परिवर्तन गरेर स्वरोजगारी बन्ने अठोट गर्छ। दोर्जेले शिक्षित युवा जनशक्ति आफ्नै देशभित्र रहेर स्वरोजगारीमा लाग्नु आवश्यक छ भन्ने बुझेर यस्तो निर्णय गर्छ। तसर्थ माथिको भनाइको मुख्य भाव हामी स्वरोजगार बनी आफूसँग भएको पुँजी, ज्ञान र सिप आफ्नै देशको माटामा खनाउनु पर्छ। आफ्नो रुचि र क्षमताको क्षेत्र रोजेर परिवारलाई आर्थिक रूपमा सक्षम बनाउँदै सफल व्यवसायी बन्नुपर्छ भन्ने रहेको छ। प्रश्न नम्बर 5, तल दिएका प्रश्नको संक्षिप्त उत्तर लेख्नुहोस्। स्वरोजगारीका क्षेत्र के छन्? स्वरोजगारीका क्षेत्र गाई पालन, कुखुरा पालन, बाख्रा पालन, माछा पालन, मौरी पालन, पुष्प व्यवसाय, फलफुल खेती, काष्ठकला, हस्तकला, चित्रकला, सिकर्मी, डकर्मी, प्लम्बिङ, वायरिङ, मार्बल र टाइल, जडान, रेडियो, घडी, टेलिभिजन, मोबाइल, कम्प्युटर, गाडी, मोटरसाइकल आदि मर्मत सम्बन्धी काम, नाम्लो, दाम्लो, सुकुल, गुन्द्री, कुचो, धुना टपरी, राडी पाखी, सजावटका विभिन्न सामान, बच्चाका खेलौना, पोते, माला आदि निर्माण, कृषि, पर्यटन आदि छन्। प्रश्न ख, स्वदेशमै बसेर काम गर्दा के फाइदा हुन्छ? स्वदेशमै बसेर काम गर्दा परिवारसँग काम गर्न सकिन्छ। अरूको अधीनमा रहनु पर्दैन। देशको स्रोत र साधनको उपयोग गर्न सकिन्छ। आफ्नै देशमा रगत र पसिना बगाएर आम्दानी गर्न सकिन्छ भने नेपाल आमाको सेवा पनि गर्न पाइन्छ। स्वरोजगारको सृजना गरेर धेरै नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई रोजगार दिन सकेमा उनीहरूलाई पनि विदेश जानबाट रोक्न सकिन्छ। सुख दुःखमा आफ्ना परिवार, आफन्त सबैको साथमा हुन सकिन्छ। प्रश्न ग, स्वरोजगारीका सन्दर्भमा दलबहादुरको विचार तपाईलाई कस्तो लाग्यो? स्वरोजगारीका सन्दर्भमा दलबहादुरको विचार मलाई निकै राम्रो मात्र होइन, प्रेरणादायी पनि लाग्यो। विदेशमा गएर अरूका लागि पसिना बगाउनु, मिहिनेत गर्नुभन्दा त स्वदेशमै बसेर स्वरोजगारी बन्नु राम्रो हुन्छ। देशमा बसेर स्वरोजगारी बन्नु व्यक्तिगत र पारिवारिक फाइदा मात्र नभएर राष्ट्रकै आय वृद्धि गर्न स्वरोजगारीको महत्त्व रहेको छ। स्वरोजगारको सिर्जना गरेर रोजगार दिन सकेमा विदेश जाने दरमा घटाउन सकिन्छ, परनिर्भरता घटाउन सकिन्छ। त्यसैले स्वरोजगारीका सन्दर्भमा दलबहादुरको विचार मलाई अत्यन्तै राम्रो लाग्यो। प्रश्न घ, यस संवादबाट के शिक्षा पाउन सकिन्छ? यस संवादबाट विदेशमा गएर अर्काको लागि काम गर्नुभन्दा स्वदेशमै रहेर आफ्नो रुचि, सिप र क्षमताको आधारमा स्वरोजगारीको क्षेत्रमा लागेर आम्दानी मात्र नभएर पारिवारिक सुख सुविधा प्राप्त हुन्छ।
स्वरोजगारले व्यक्तिगतका हितका लागि मात्र नभई समग्र राष्ट्रकै आय आर्जन बढाउन मद्दत गर्न सकिन्छ भन्ने शिक्षा पाउन सकिन्छ। प्रश्न नम्बर 6, पाठको विषयवस्तु शिक्षकबाट सुनि मुख्य घटना टिप्नुहोस्। विदेश जान लागेको दोर्जेको कुराकानी दलबहादुरसँग हुनु। दलबहादुरले दोर्जेलाई स्वरोजगारी बनेर स्वदेशमै काम गर्ने सल्लाह दिनु। दक्षता क्षमता अनुसार दोर्जेले दलबहादुरसँग स्वरोजगारीको बारेमा जान्ने जिज्ञासा प्रकट गर्नु। दलबहादुरले आफ्नै लगानीमा आफूले चाहेको काममा आफूलाई संलग्न गराई आय आर्जन गर्नु र आफूलाई जुन काममा रुचि छ त्यही काम गरेर जीविकोपार्जन गर्नु स्वरोजगारी भएको बताउनु। दोर्जेको स्वरोजगारीका क्षेत्रका सम्बन्धमा दलबहादुरले सिकर्मी, डकर्मी, प्लम्बिङ, वायरिङ, मार्बल र टाइल जडान, रेडियो, घडी, टेलिभिजन, मोबाइल, कम्प्युटर, गाडी, मोटरसाइकल आदि मर्मत सम्बन्धी काम, नाम्लो, दाम्लो, सुकुल, गुन्द्री, कुचो, धुनाटपरी, राडीपाखी, सजावटका विभिन्न सामान, बच्चाका खेलौना, पोते, माला आदि निर्माण, कृषि, पर्यटन आदि थुप्रै रहेको कुरा सुनाउनु। दलबहादुरले स्वरोजगारीका फाइदा र चुनौती दोर्जेलाई स्पष्ट पार्दै यस सम्बन्धी नीतिगत कुरा समेत स्पष्ट पार्नु। दलबहादुरको कुराबाट प्रभावित भएर दोर्जेले स्वरोजगारी बन्दै विदेश नजाने निर्णय लिनु। प्रश्न नम्बर 7, स्वरोजगारीको महत्त्व पाठको सारांश लेखी कक्षामा सुनाउनुहोस्। शीर्षक दोर्जेको निर्णय। विदेश जान लागेको दोर्जेको कुराकानी दलबहादुरसँग हुन्छ। दलबहादुरले दोर्जेलाई स्वरोजगारी बनेर स्वदेशमै काम गर्ने सल्लाह दिन्छ। स्वरोजगारको कुरा उठाएपछि दोर्जेले दलबहादुरसँग स्वरोजगारीको बारेमा जान्ने जिज्ञासा प्रकट गर्दछ। दलबहादुरले आफ्नै लगानीमा आफूले चाहेको काममा आफूलाई संलग्न गराई आय आर्जन गर्नु र आफूलाई जुन काममा रुचि छ त्यही काम गरेर जीविकोपार्जन गर्नु स्वरोजगारी भएको कुरा दोर्जेलाई स्पष्ट बनाउँछ। दोर्जेको स्वरोजगारीका क्षेत्रका सम्बन्धमा दलबहादुरले सिकर्मी, डकर्मी, प्लम्बिङ, वायरिङ, मार्बल र टाइल जडान, रेडियो, घडी, टेलिभिजन, मोबाइल, कम्प्युटर, गाडी, मोटरसाइकल आदि मर्मत सम्बन्धी काम, नाम्लो, दाम्लो, सुकुल, गुन्द्री, कुचो, धुनाटपरी, राडीपाखी र त्यस्तै सजावटका विभिन्न सामान, बच्चाका खेलौना, पोते, माला आदि निर्माण, कृषि, पर्यटन आदि थुप्रै रहेको कुरा सुनाउँछ। दलबहादुरले स्वरोजगारीका फाइदा र चुनौतीका बारेमा समेत दोर्जेलाई स्पष्ट पार्दै यस सम्बन्धी नीतिगत कुरा समेत स्पष्ट पारिदिन्छ। दलबहादुरको कुराबाट प्रभावित भएर दोर्जेले स्वरोजगारी बन्ने अब विदेश नजाने निर्णय लिन्छ। प्रश्न नम्बर 8, लामो उत्तर लेख्नुहोस्। यस संवादमा स्वरोजगारीको महत्त्व कसरी देखाइएको छ स्पष्ट पार्नुहोस्। आफ्नै लगानीमा आफूले चाहेको काममा आफूलाई संलग्न गराई आय आर्जन गर्नु नै स्वरोजगारी हो। आफू जुन काममा रुचि छ त्यही काम गरेर जीविकोपार्जन गर्नुलाई स्वरोजगारी भनिन्छ। स्वरोजगारी पारिवारिक आम्दानीमा वृद्धि गरी आत्मनिर्भर भई अर्थतन्त्रका लागि निकै आवश्यक मानिन्छ। वैदेशिक रोजगारीका आफ्नै किसिमका समस्या छन्। यहाँबाट जुन सपना देखेर त्यहाँ गइन्छ, आखिर त्यो सपना पूरा हुन निकै गाह्रो हुन्छ। खाडी देशको उखरमाउलो गर्मीमा पसिना बगाउनु भन्दा आफ्नै देशको माटामा पसिना बगाउनु राम्रो हो। यसबाट आफूलाई पनि फाइदा हुन्छ र देशको पनि उन्नति हुन्छ। थोरै लगानीमा आफ्नो श्रम, सिप र क्षमताको सदुपयोग गरी आर्थिक रूपमा सबल हुनका लागि स्वरोजगार हुनु जस्तो राम्रो अरू केही हुँदैन। विदेश गएर अरूको अधीनमा बसेर निश्चित कमाइमा बाँच्नुभन्दा स्वतन्त्र भएर आफ्नै देशमा स्वरोजगारीमा लाग्न ठीक हुन्छ। त्यस्तै छोराछोरीलाई सजिलै राम्रो शिक्षा दीक्षा दिन र ऋण मुक्त हुन पनि स्वरोजगारीले मद्दत गर्दछ। यसरी यस संवादमा स्वरोजगारीको महत्त्व देखाइएको छ। प्रश्न ख, स्वरोजगारीमा श्रमिक पनि आफै अनि मालिक पनि आफै बन्न पाइन्छ भन्ने भनाइलाई पाठका आधारमा पुष्टि गर्नुहोस्। आफ्नै लगानीमा आफूले चाहेको काममा आफूलाई संलग्न गराई आय आर्जन गर्नु नै स्वरोजगारी हो। आफूलाई जुन काममा रुचि छ त्यही काम गरेर जीविकोपार्जन गर्नुलाई स्वरोजगारी भनिन्छ।
स्वरोजगारीमा श्रमिक पनि आफै अनि मालिक पनि आफै बन्न पाइन्छ। खाडी देशको उखरमाउलो गर्मीमा पसिना बगाउनु भन्दा आफ्नै देशको माटामा पसिना बगाउनु राम्रो हो। यसबाट आफूलाई पनि फाइदा हुन्छ र देशको पनि उन्नति हुन्छ। विदेशमा जाँदा अरूको अधीनमा रहेर काम गर्नुपर्छ। ज्याला पनि निश्चित तोकिएको हुन्छ। आफूले भने जसरी भन्दा पनि अरूले भने जसरी काम गर्नुपर्छ। विदेश गएर अरूको अधीनमा बसेर निश्चित कमाइमा बाँच्नु भन्दा स्वतन्त्र भएर आफ्नै देशमा स्वरोजगारीमा लाग्नु उपयुक्त हुन्छ। स्वरोजगारीमा श्रमिक पनि आफै अनि मालिक पनि आफै बन्न पाइन्छ। थोरै पुँजीमा आफ्नो क्षमता अनुसारको काम गर्न सकिन्छ। आफ्नो रुचि अनुसारको क्षमता प्रदर्शन गरेर दृढ इच्छा शक्ति र इमानदारीका साथ अगाडि बढेमा सफल उद्यमी व्यवसायी बन्न सकिन्छ। प्रश्न 10। दोर्जेका ठाउँमा तपाईँ हुनुभएको भए विदेश जानुहुन्थ्यो कि स्वदेशमै स्वरोजगार बनेर बस्नुहुन्थ्यो? आफ्ना विचार लेखी कक्षामा सुनाउनुहोस्। यदि म यस संवादको पात्र दोर्जेको ठाउँमा भएको भए स्वदेशमै स्वरोजगार बनेर बस्थे। नेपालमा स्वरोजगारीका लागि थुप्रै क्षेत्रहरू रहेका छन्। पैसा कमाउनकै लागि विदेश जानुपर्छ भन्ने छैन। नेपालमा नै निकै ठूलो संख्यामा विदेशीहरू आएर काम गरिरहेका छन्। गाउँमा जमिन बाँझै छन्। हामीले आफ्नो देशमा रहेका स्रोत र साधनको सही सदुपयोग गर्न सकिरहेका छैनौं। विदेशमा नि दुःख नगरी आम्दानी हुने होइन, बरु आवश्यकता अनुसारको सिप सिकेर स्वरोजगार बन्नुपर्छ। मैले आफू नै स्वरोजगारको सिर्जना गरेर अरूलाई नि रोजगार दिने व्यवस्था मिलाउने थिएँ। यसर्थ वर्तमान सन्दर्भमा भन्नुपर्दा पैसा कमाउनकै लागि वा रोजगार नपाएर विदेश जानुपर्ने अवस्था अहिले छैन। नेपालमै बसेर स्वरोजगार बन्न र पैसा अनि इज्जत पनि कमाउन सकिन्छ। तसर्थ यस संवादको पात्र दोर्जेको ठाउँमा म भएको भए विदेश जाने थिइन। प्रश्न नम्बर 12। नेपालमा स्वरोजगारीका सम्भावनाका बारेमा समूहमा छलफल गरी कक्षामा प्रस्तुत गर्नुहोस्। नेपालमा स्वरोजगारीका सम्भावना धेरै नै रहेको छ। कृषि, पर्यटन, व्यापार, व्यवसाय, उद्योग लगायतका क्षेत्रमा स्वरोजगारीको सम्भावना प्रबल रहेको छ। कृषिमा पनि अझ खेतीपाती, तरकारी खेती लगायतका क्षेत्रमा स्वरोजगारीको सम्भावना रहेको छ। पशुपालन, पन्छी पालन, बाख्रा पालन, माछा पालन, दुग्धजन्य पदार्थको व्यवसायमा राम्रो सम्भावना रहेको छ। मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल लगाउन सकिन्छ। घरबास, होमस्टे सञ्चालन गर्न सकिन्छ। लगनशीलता, आत्मविश्वास, मिहिनेत र निरन्तरता जस्ता कुरा हुने हो र सामान्य तालिम वा प्रशिक्षणको व्यवस्था गरी सहुलियत दरमा ऋणको व्यवस्था गर्ने हो भने नेपालमा स्वरोजगारीको सम्भावना निकै राम्रो रहेको छ। प्रश्न नम्बर 13। तल दिएको चित्र हेर्नुहोस् र वर्णन गर्नुहोस्। अर्थात् किताबमा दिएको चित्र हेर्नुहोस् र वर्णन गर्नुहोस्। चित्रमा निकै सुन्दर र रमणीय ठाउँ रहेको छ। माथि डाँडामा 2वटा घर छन्। घरको तलपट्टि बाटोको छेउमा तरेली परेका खेतका गरा छन्। त्यस्तै चित्रमा 3 जना व्यक्ति पनि रहेका छन्। 2 जना कृषि पेशामा संलग्न रहेका छन्। उनीहरू खेतमा काम गर्छन्। खेत पनि साह्रै राम्रो देखिएको छ। विद्यालयमा अध्ययन गर्ने 1 जना नानी स्वरोजगारीको मिहिनेत हेर्न र सोको बारेमा जान्न आएको जस्तो देखिन्छ। उनीहरूले एक आपसमा नमस्कार गरिरहेका छन्। भाषिक संरचना र वर्णविन्यास। किताबमा दिएको गद्यांश पढ्नुहोस् र त्यहाँ कुन कुन लेख्य चिन्ह प्रयोग भएका छन् भन्नुहोस्। दिएको गद्यांशमा प्रयोग भएका लेख्य चिन्हहरू: उद्गार चिन्ह, प्रश्न चिन्ह, पूर्णविराम चिन्ह, अल्पविराम चिन्ह। जोडा मिलाउनुहोस्। पूर्णविराम चिन्ह, अल्पविराम चिन्ह, योजक चिन्ह, कोष्टक चिन्ह, उद्गार चिन्ह, प्रश्न चिन्ह। प्रश्न नम्बर 3। स्वरोजगारीको महत्त्व पाठबाट पूर्णविराम, अल्पविराम, उद्गार र प्रश्नवाचक चिन्ह प्रयोग भएका 2-2वटा वाक्य टिप्नुहोस्। पूर्णविराम प्रयोग भएका वाक्य: तिमी त पुरै खेतीपातीमा व्यस्त रहेछौ। यसो गरेमा तिमी एक सफल उद्यमी व्यवसायी बन्न सक्छौ। अल्पविराम प्रयोग भएका वाक्य: खै त्यत्तिकै गाउँतिरै घुम्दै थिए। विशेष गरी कृषि क्षेत्र, पर्यटन क्षेत्र, उद्योग व्यवसाय क्षेत्र स्वरोजगारीका क्षेत्र हुन्। उद्गार चिन्ह प्रयोग भएका चिन्ह वाक्य: आहा कति धेरै काम पो गर्न सकिने रहेछ है।
यसका बारेमा पनि थप स्पष्ट पारिदेऊ न त। प्रश्नवाचक चिन्ह प्रयोग भएका वाक्य। उसो भए अब म के गरौँ त? यसका अरू क्षेत्र पनि छन् कि? तल दिएका वाक्यलाई उपयुक्त लेख्य चिन्हको प्रयोग गरी लेख्नुहोस्। छी, यहाँ त धेरै फोहोर रहेछ। उद्गार चिन्हको प्रयोग भएको छ। रचना, सरोज, सिर्जना र अनामिका पोखरा गए। अल्पविराम चिन्हको प्रयोग भएको छ। कोभिड-19 ले गर्दा विश्वमा धेरै धनजनको क्षति भयो। पूर्णविराम चिन्हको प्रयोग भएको छ। के शारदा र भैरवी दिदी रारा घुम्न जानु होला? प्रश्नवाचक चिन्ह। आहा, कति सुन्दर हिमाल देखियो। उद्गार चिन्ह। पाठबाट सुरुमा ह्रस्व उकार लागेका, बीचमा ह्रस्व उकार लागेका, अन्तिममा ह्रस्व उकार लागेका तीनवटा शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस्। रुचि। आफूलाई जुन कामको रुचि छ त्यही काम गर्नुपर्छ। पुँजी। दोर्जेले आफ्नो पुँजी, ज्ञान र सिप आफ्नै देशमा लगाउने निर्णय गर्यो। रुचि र पुँजी सुरुमा ह्रस्व उकार लागेका शब्द। त्यस्तै पुष्प व्यवसाय। आजभोलि पुष्प व्यवसाय राम्रोसँग फस्टाएको छ। अब बीचमा ह्रस्व उकार लागेका शब्दहरू। लाग्नुपर्छ। हामी देशको हित हुने काममा लाग्नुपर्छ। अनुभव। मसँग कुखुरा पालनको राम्रो अनुभव छ। कुखुरा पालन। कुखुरा पालन व्यवसाय मेरो मुख्य व्यवसाय हो। अन्तिममा ह्रस्व उकार लागेका शब्दहरू। जिज्ञासु। दोर्जेले जिज्ञासु हुँदै दलबहादुरसँग स्वरोजगारीका क्षेत्रहरूका बारेमा सोध्यो। गर्नु। आफ्नो रुचि र क्षमता अनुसारको कुनै न कुनै काम गर्नु राम्रो हो। लाग्नु। आफ्नै देशमा बसेर स्वरोजगारमा लाग्नु उचित हो। यति बेलासम्म यस भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। यस भिडियोलाई लाइक, कमेन्ट र शेयर गरिदिनुहोला। साथै PLR एजुकेसनलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला र नजिकै रहेको बेल आइकनमा क्लिक गरी अलमा क्लिक गरिदिनुहोला। धन्यवाद।